साथीहरु मेरो चाहिँ यो अकाउन्ट सस्पेन्ड भइसकेको छ र 180 दिन भित्र चाहिँ मैले यसमा चाहिँ एक्सन लिनुपर्ने थियो। 3 दिन भइसक्यो, 177 दिन भइसकेको छ र यहाँ चाहिँ लेखेको छ व्हाट दिस ह्यापन भनेको छ। मैले चाहिँ फेसबुकको कम्युनिटी गाइडलाइन्स अगेन्स्टमा चाहिँ या कम्युनिटी गाइडलाइन्सलाई नमानेर चाहिँ कुनै पनि एक्टिभिटिज गरेको हुनाले चाहिँ यो चाहिँ अकाउन्ट सस्पेन्ड भएको छ र यसमा चाहिँ व्हाट दिस मिन भनेको चाहिँ यसमा चाहिँ कसैले पनि भिजिट गर्न सक्दैन र मैले पनि यो आइडीलाई चाहिँ अहिले तत्कालको लागि चाहिँ युज गर्न सक्दिन र मैले अब 177 दिन बाँकी छ। यसभित्र चाहिँ मैले कुनै पनि एक्सन लिइन र केही इन्फर्मेसन कलेक्ट गर्छ यो फेसबुक आइडीले, मेटा टिमले। यो मैले चाहिँ इन्फर्मेसन दिइन, एपिल गरिन आज भने चाहिँ 180 दिनमा चाहिँ अब 177 दिनमा चाहिँ गर्दै गर्दै त्यतिखेरसम्म चाहिँ पर्मानेन्ट डिलिट हुन्छ। अब यस्तो अवस्थामा चाहिँ के गर्ने म तपाईहरुलाई चाहिँ यो भिडियोमा देखाउँछु। तपाईहरुले ध्यान दिएर हेर्नु होला र तपाईहरुको आइडी चाहिँ फेरि रिकभर गर्नु होला भन्न चाहन्छु। यस्तो चाहिँ अहिले फेसबुकमा धेरै युजरहरुको चाहिँ आइरहेको छ। फेसबुकमा एउटा समस्या चलिरहेको छ, त्यसकारणले चाहिँ धेरैको आइडीहरु चाहिँ सस्पेन्ड या पर्मानेन्ट डिलिट पनि भएको छ। यहाँ देख्न सक्नुहुन्छ तल अफिल भनेको छ, जस्ट यसमा क्लिक गरेर चाहिँ तपाईहरुले चाहिँ फेसबुकमा अफिल गर्न सक्नुहुन्छ। अब तपाईहरुले यहाँ आवश्यक पर्यो भने च्याट विथ अस नीड हेल्पको लागि तपाईहरुले चाहिँ यहाँ च्याट गर्न नि सक्नुहुन्छ फेसबुक टिमसँग र मैले चाहिँ डाइरेक्ट स्टार्ट भिडियो सेल्फी भनेको छ, यसमा चाहिँ मेरो भिडियो लिन्छ र त्यो सेल्फी चाहिँ भेरिफाईको लागि तपाई यो फेसबुकको चाहिँ आधिकारिक युजर हो कि हैन यसको लागि चाहिँ कन्फर्म गर्छ। जस्ट स्टार्ट गर्नु होला। पहिला चाहिँ जस्ट स्टार्ट गरे मैले। अब अलो गर्दिनु होला, अलो गर्दिनु होला। अब मेरो चाहिँ सेल्फी लिन्छ। हेर्नु सेल्फी भिडियो भेरिफाई गइसकेपछि सबमिट गर्नु होला। अब यहाँ चाहिँ आइडेन्टिटी कन्फर्मेसन इन प्रोग्रेस भनेको छ। यो चाहिँ 48 घण्टा भित्र चाहिँ हामीलाई चाहिँ मेसेज आउँछ, जस्ट फिनिश गर्नु होला। र तपाईहरुलाई कुनै डकुमेन्टहरु पनि माग्न सक्छ, तपाईहरुको भोटर आइडी, तपाईहरुको चाहिँ नेपालको नागरिकता, तपाईहरुको चाहिँ पासपोर्ट आदि इत्यादि। र यहाँ चाहिँ मलाई कन्फर्म गर्नु भनेको छ आफ्नो फोन नम्बर। जस्ट आफ्नो फोन नम्बर राखेर कन्फर्म गर्छु म। यो नेपाल ठीक रहेको छ। त्यसपछि फोन नम्बरमा चाहिँ फोन नम्बर राखेर सेन्ड कोड भनेको छ, यसमा क्लिक गर्नु होला। अब 6 डिजिटको ओटीपी कोड आउँछ, यसलाई यहाँ पेस्ट गर्नु होला। त्यसपछि कन्टिन्युसको अप्सनमा क्लिक गर्नु होला। अब तपाईहरुलाई अपलोड योर आइडी भनेको छ। तपाईहरुले कुनै पनि आइडीहरु चाहिँ यहाँ दिन सक्नुहुन्छ। जस्ट मैले चाहिँ टेक फोटो गरे, तपाईहरुको चाहिँ आइडी साथमा राख्नु होला। अब क्यामेरा ओपन हुन्छ। जस्ट मैले चाहिँ पासपोर्ट सिलेक्ट गरे, तपाईहरुसँग जे छ ड्राइभिङ लाइसेन्स, नागरिकता या नेपाली पासपोर्ट, त्यसलाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्ट नेक्स्ट गरेपछि अब हाम्रो क्यामेरा ओपन हुन्छ। तपाईहरुले चाहिँ यो आइडीमा फोटो खिच्दाखेरि चाहिँ यसरी खिच्नुपर्छ। तपाईहरुको गुड लाइट चाहिन्छ। त्यसपछि तपाईहरुले चाहिँ कुनै स्याडो या ओभर लाइट हुनु भएन। त्यसपछि तपाईहरुले चाहिँ यसमा चाहिँ चारै कर्नरहरु चाहिँ राम्रोसँग देखिने गरी फोटो खिच्नुपर्ने हुन्छ तपाईहरुको फ्रन्ट फेसको। मैले चाहिँ जस्ट यो हेरिसकेपछि अब म फोटो खिच्छु। जस्ट गेट स्टार्टमा क्लिक गरे। हेर्नुस् मेरो डकुमेन्ट स्क्यान हुँदैछ। यसले चाहिँ आफै फोटो लिइसकेको छ। यति गरेर चाहिँ तपाईहरुले चाहिँ जस्ट सबमिट गर्नु होला। अब हाम्रो चाहिँ यो चाहिँ सबमिट भइसकेको छ, एप्पल भइसकेको छ फेसबुक टिमलाई चाहिँ। अब चाहिँ के हुन्छ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। तपाईहरुको चाहिँ यदि कम्युनिटी गाइडलाइन फलो गरेको छ, तपाईले चाहिँ कुनै कम्युनिटी गाइडलाइन विपरीत काम गर्नु भएको छैन, फेसबुकको रुल्स मा एगेन्स्टमा जानु भएको छैन भने चाहिँ तपाईहरुको चाहिँ यो आइडी चाहिँ रिकभर हुन्छ। र यदि तपाईहरुले कम्युनिटी गाइडलाइन फलो गर्नु भएको छैन भने चाहिँ तपाईहरुको चाहिँ यस्तो खालको इन्टरफेस देखाउँछ। र तपाईहरुले यस्तो खालको इन्टरफेस देखायो भने चाहिँ तपाईहरुले चाहिँ मेलमा चाहिँ यो रिभ्यू अनसक्सेस भनेर आउँछ। यदि यस्तो आयो भने चाहिँ तपाईहरुले फेरि पनि कसरी चाहिँ रिपोर्ट गर्न सक्नुहुन्छ फेसबुक टिमलाई, फेसबुक मेटालाई कसरी कुरा गर्न सक्नुहुन्छ, कसरी एपिल गर्न सक्नुहुन्छ। यो भिडियो जान्न चाहनुहुन्छ भने चाहिँ जस्ट यो तलको भिडियो हेर्नु होला। त्यसैगरी मेरो अकाउन्ट चाहिँ रिकभर हुन्छ कि हुँदैन तपाईहरुलाई अर्को भिडियोमा चाहिँ देखाउने छु। सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु होला। कुनै कन्फ्युजन छ भने कमेन्टमा कमेन्ट राख्नु होला, कमेन्ट बक्समा भन्दै आजलाई आज्ञा चाहन्छु। बाइ बाइ, टेक केयर।